Let's talk about development planning. I don't think my hand is necessary here because all the information is there itself. Hi. I'll just talk. I don't know. Okay. So development planning भनेको चाहिँ एउटा सिस्टमेटिक म्यानेजमेन्ट हो अफ रिसोर्सेस. नेपालमा धेरै रिसोर्सेसहरू छ नि, त्यसलाई सिस्टमेटिकली कसरी म्यानेज गर्ने त त्यो रिसोर्सेसलाई के को लागि म्यानेज गर्ने फर अचिभिङ डिफिनाइट टार्गेट विदिन स्पेसिफिक पिरियड अफ टाइम. यति टाइमसम्म म यति कुरा अचिभ गर्छु भनेर जस्तै तपाईँहरूले प्लान गर्नुपर्छ, त्यसै गरी स्टेटले पनि प्लान गर्नुपर्छ. द्याट इज डेभलपमेन्ट प्लानिङ. अब रसियाबाट स्टार्ट भएको डेभलपमेन्ट प्लानिङ नेपालमा चाहिँ 2013बाट आएको हो. अहिलेसम्म हामीसँग 16th प्लान भनेपछि 16वटा प्लानहरू बनेको रहेछन्. कुनै कुनै 13, कुनै कुनै 3 वर्षीय छ, कुनै कुनै चाहिँ 5 वर्षीय छ. सो अब प्लान जब सुरुवात गर्यो नि 2013 सालमा, त्यतिखेर त अब नेपाललाई बेसिक इन्फ्रास्ट्रक्चर चाहिरहेछ, एग्रिकल्चरमा इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ, ट्रान्सपोर्ट चाहिरहेछ, रोड चाहिरहेछ, एजुकेसन चाहिरहेछ भन्ने कुराहरू बल्ल रियलाइज भइरहेको थियो कि सुरुमा चाहिँ. त्यही भएर 1 र 3 इज बेसिकली अबाउट बेसिक इन्फ्रास्ट्रक्चर. सबैभन्दा सुरुमा अरू कुरा तिमीले सोध्छौ जब तिमीसँग बेसिक इन्फ्रास्ट्रक्चर हुन्छ नि त. पहिला इन्फ्रास्ट्रक्चर भएपछि अरू कुरा बिस्तारै आउँछ बिकज इट इज द ब्याकबोन अफ द नेसन होइन. त्यही भएर बेसिक इन्फ्रास्ट्रक्चर र एग्रिकल्चर यहाँ मैले लेखेको छु. वी आर हियर है, हामी यति बाटो हामीले कुरा गरिसक्यौँ. वाइ प्लानिङ भन्दाखेरि रिसोर्सेसको मोबिलाइजेसन गर्ने विदिन स्पेसिफिक पिरियड अफ टाइम. त्यसपछि हामीले यहाँ आइपुग्यौँ अहिले हामी, र 1मा पनि त्यही छ, 2मा पनि त्यही छ, 3मा पनि त्यही छ क्या. 3टै डेभलपमेन्ट प्लानहरू जुन थिए त्यसमा चाहिँ इन्फ्रास्ट्रक्चरकै कुरा छ. र जब 3टा लेभलमा हामी पुग्यौँ भनेपछि अब हामीलाई के चाहियो, वी निड समथिङ एल्स अल्सो भनेपछि 4th प्लानमा चाहिँ रिजनल डेभलपमेन्ट. ओहो, यहाँ काठमाडौँमा मात्रै रोड बनाएर त हुँदैन रहेछ. वी निड टु मेक रिजनल डेभलपमेन्ट, किनभने ट्रान्सपोर्टेसन पनि गर्नु पऱ्यो नि त. एग्रिकल्चर त हामी अब बनायौँ, वी निड टु ब्रिङ द्याट मटेरियल हियर होइन. भनेपछि वी निड इन्डस्ट्रियलाइजेसन, वी निड रिजनल डेभलपमेन्ट भन्ने कुराहरू आयो. र 5th डेभलपमेन्ट प्लान भनेको चाहिँ अब कहिलेको पालामा भने 2037तिर भनेपछि त्यहाँ त हामीले रिजनल डेभलपमेन्टको कुरा अनि 5 डेभलपमेन्ट रिजन्समा बाँड्ने कुराहरू भइरहेको थियो नि त त्यतिखेर. त्यही भएर एउटा डिसेन्ट्रलाइजेसनको कुरा आयो. डिसेन्ट्रलाइज प्लानिङ गर्नुपर्छ, काठमाडौँमा मात्र बसेर हुँदैन भन्ने राम्रो कुरा आउन थाल्यो 4th र 5th प्लानमा होइन. त्यसपछि आएर 6th र 7th प्लान भनेको चाहिँ बल्ल ओके वी निड इकोनोमिक ग्रोथ. हामीले बेसिक इन्फ्रास्ट्रक्चर रिजनल डेभलपमेन्टको कुरा गऱ्यौँ, वी निड इकोनोमिक ग्रोथ भनेर 6th र 7th प्लान इज बेस्ड अन ग्रोथ विथ इक्विटी होइन. 6th भनेको चाहिँ सोल्ली बेसिक निड्सहरू हामीले फुलफिल गराइदिनुपर्छ होइन. अहिले अलिकति ह्युमन डेभलपमेन्ट अप्रोच देख्न थाल्यो कि बेसिक निड्स पुऱ्याइदिउँ न त, अलिकति ग्रोथ विथ इक्विटी गराऊँ न, सबैजनालाई निड बेस्ड ग्रोथ गराऊँ भन्ने कुराहरू आउन थाल्यो. अनि प्राइभेट सेक्टरको पनि अलिकति इन्भल्भमेन्ट खुलाउनुपर्छ भन्ने कुरा आउन थाल्यो, किनभने यो ठ्याक्कै प्राइभेटाइजेसनको तिर हो कि. अनि प्राइभेट सेक्टरलाई हाल्ने भनेर कुरा गर्न थालेपछि त्यही वर्ष 5.2%ले चाहिँ जिडिपी ग्रोथ भएको छ भनेपछि वाट इज द रोल अफ प्राइभेट सेक्टर इन इकोनोमी भनेर आउने बित्तिकै पहिला अलिकति मात्रै प्राइभेट सेक्टरको कुरा गर्ने बित्तिकै ग्रोथ भइसकेको थियो 5.2% इन जिडिपी, विच इज अ ह्युज नम्बर राइट. सो अब 8th, 9th, 10th प्लान भनेको त अब 6 र 7 भनेको ग्रोथ विथ इक्विटी. मैले आई मेड दिस निमोनिक्स एआइजी पिपी. सो वाट एभर यु क्यान थिङ्क अफ पिपी होइन. एआइजी भनेको चाहिँ यु नो पुलिस अफिसर एआइजी. सो एआइजीको पिपी ओके. सो पहिला एग्रिकल्चर इन्डस्ट्रियलाइजेसन आईबाट, त्यसमा रिजनल डेभलपमेन्ट डिसेन्ट्रलाइज छँदैछ, जीबाट ग्रोथ विथ इक्विटी छ यहाँ. त्यसपछि पी भनेको पोभर्टी रिडक्सन, फेरि यहाँ पनि पर्फर्मेन्स बेस्ड कुराहरू छ. हामी 9th र 10th प्लानमा आइपुग्यौँ होइन. ओके, अलिकति राम्रोसँग देखिन, सो सरी. 9th र 10th, 8th, 9th, 10th. 8thले बेसिकली फर्स्टमा पोभर्टीको कुरा गर्यो होइन, लिबरलाइजेसनको कुरा गर्यो 8thले. अनि प्राइभेटाइजेसनको कुरा गर्यो, किनभने यो ठ्याक्कै त्यतिखेरकै पालामा हो कि 2000 कतिमा आएको प्राइभेट चाहिँ 49तिरको कुरा हो यो होइन. त्यसपछि
प्राइभेटाइजेसन मात्रै लिबरलाइजेसन पनि आयो, पोभर्टीको पनि त एलिभेसन गर्नु पऱ्यो, बिकज वी क्यानट जस्ट सिट देयर एन्ड वाच पिपल गेटिङ, त्यो यति धेरै पोभर्टी थियो होइन। त्यही भएर यसबाट चाहिँ एउटा खतरा के निस्क्यो भन्दाखेरि हामीले पोभर्टीलाई 31%मा झार्यौँ कि, विच वाज अ भेरी बिग फड्को इन आवर कन्ट्री। 10th प्लान पछि चाहिँ 8th 9th 10 चाहिँ भयो सोली पोभर्टीको कुरा गर्ने, 9thमा चाहिँ सस्टेनेबल डेभलपमेन्टको पनि कुरा थियो। गोलभन्दा पनि गोल त आइसकेको थिएन, बट सस्टेनेबल डेभलपमेन्टको रूपमा यसरी गर्नुपर्छ भन्ने टर्मिनोलोजिजहरू हामीले युज गर्न थालेको थियौँ। र अब अहिले 14th 15th 16 14th भनेको पनि 3 year हो। मैले यहाँ 11 12 13लाई चाहिँ यहाँ यसो साइड हटाएको छु। 10सम्म चाहिँ तपाईँले राम्रोसँग बुझ्नुभयो नि। पोभर्टी रिडक्सन, लिबरलाइजेसन कति भयो त 2049 49 50 51 52 53 54 भनेपछि त्यतातिर अब के हुन थाल्यो भनेपछि अब ठुलो के भयो, क्रान्ति भयो। अब त्यो हाम्रो जुन माओइस्ट इन्सर्जेन्सी छ हो त्यतिखेर भयो। अब यो पोभर्टी रिडक्सनको बल्ल बल्ल 31% पुऱ्याएको थियौँ है, बल्ल बल्ल यतातिर ध्यान दिन थालिरहेको थियौँ प्राइभेटाइजेसनमा। बल्ल वी लाइक लेट्स गो भनेर वी वर लाइक ग्रोइङ विथ इक्विटी, यसरी राम्रो पुगिरहेको बेला सर्टेनली देयर वाज द्याट ओ सिट, सो देयर वाज दिस यस्तै खालको रिभोल्युसन जसमा सबै डिस्ट्रोय भयो अलिअलि। अब त्यसपछि चाहिँ देयर वाज अब प्रब्लम होइन, त्यो होल रिभोल्युसन पछि चाहिँ 11th प्लान आयो। 11th प्लान भनेको पिसको लागि पोस्ट कन्फ्लिक्ट प्लान भयो। सो वी क्यान जस्ट से 11th प्लानको बारेमा के आएन भने पिसको बारेमा कुरा गर्ने, पोस्ट कन्फ्लिक्टको बारेमा कसरी रिकन्स्ट्रक्ट गर्ने, हाउ टु म्यानेज द्याट, हाउ टु ब्रिङ इक्विटी, त्यो प्रब्लम्सहरू जुन छ स्ट्रक्चरल इन्जस्टिसहरूलाई कसरी डिल गर्ने भन्ने कुराहरू भयो। 12मा चाहिँ ल भयो अब लेट्स टक अबाउट म्याक्रो इकोनोमिक स्टेबिलिटी भनेर। हुन त अब इन्स्टेबिलिटी धेरै भइसक्यो, लेट्स टक अबाउट द्याट भनेर यसले फोकस गरेको थियो। 13th प्लान आयो, अल राइट नाउ इट्स द टाइम टु ग्रेजुएट, अब हामी राम्रोसँगले गर्नुपर्छ भनेर ग्रेजुएट हुने त्यस्तरी भएर बेला ठ्याक्कै भूकम्प आइदियो कि 13th प्लानमा, जसले गर्दाखेरि चाहिँ फेरि ग्रेजुएसन पनि रोक्यो, हामीलाई फेरि पर्फर्मेन्स घट्दै 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 गयो। सो यो 11 12 13 बजे भेरी डिफिकल्ट पिरियड होइन, एभ्रिथिङ सबै कुरा डिफिकल्टै पिरियड हुन त, तर इट्स लाइक द्याट ओके। सो एन्ड यो 14th 15th 16th बेसिकली यिनीहरू चाहिँ पर्फर्मेन्स बेस्ड रिजल्ट बेस्ड छ। यिनीहरू चाहिँ अब 14thदेखि नै हामीले फेडरलिजम अडप्ट गर्नुपर्छ भन्ने कुराहरू, कसरी एडप्ट गर्ने, यस्तो यस्तो गोल्स मिट गर्ने, प्रस्पेरस नेपाल ह्याप्पी नेपाली भनेर 15th प्लानदेखि नै सुरु हुन थाल्यो। एसडिआई कसरी बढाउने भन्ने कुराहरू। सो पर्फर्मेन्स रिजल्ट बेस्ड भनेर 14th 15th र 16thलाई एउटै क्याटेगोरीमा हालिदिँदा हुन्छ हामीले होइन। यिनीहरू चाहिँ 3 year प्लान हो, 14th पनि 3 year हो, तर इट इज मोर अफ पर्फर्मेन्स रिजल्ट बेस्ड होइन। अब 16th प्लानको बारेमा चाहिँ आइल मेक अनदर डिटेल्ड भिडियो। दिस इज जस्ट द एकदमै ब्रिफली के लेख्नु पऱ्यो भने यति चाहिँ एटलिस्ट यु क्यान राइट नि त होइन। डेभलपमेन्ट प्लानिङको प्रब्लम्सहरू पनि भनेर सोध्न सक्छ। त्यसको प्रब्लम भनेको चाहिँ डुप्लिकेसन अफ इफोर्ट हुन्छ, कोअर्डिनेसन हुँदैन, त्यसपछि जहिले पनि फेल रिजल्ट्स आउँछ बिकज अफ सेन्ट्रलाइज प्लानिङ। दो हामी चाहिँ एनपिसी एज अ नोडल एजेन्सी छ, वी हेभ एनएनएफआरसी वाट इज द्याट नेचुरल रिसोर्स कमिसन पनि छ हामीसँग होइन, अझै मोर राम्रोसँग डिसेन्ट्रलाइज प्लानिङ होस् भनेर। बट अलिकति प्रब्लमै छ अहिलेसम्म प्लानिङको कोअर्डिनेसनमा, बिकज म्युचुअल एक्जिस्टेन्स अलिक हुन सकिरहेन। सो फेडरलिजम इज ब्रिङिङ ले अलिकति प्रब्लम त छ, बट स्टिल वी आर मुभिङ फरवर्ड ओके। बाई बाई।